लिम्बू ट्रेडिसनल बिहेमा चाहिँ हेरौँ त यहाँ तोङ्सहरू ल गाइजहरु आज चाहिँ हामी धनकुटा जिल्लामा छौं ससुरालीमा पनि भदाईको बिहेको कार्यक्रम रहेको छ। सो यो कार्यक्रमको सिलसिलामा भदैनी बुहारीलाई भित्राउने कार्यक्रम भइरहेछ। सो यहाँ चाहिँ बेहुलीपट्टिबाट बेहुली लिएर आइसकेको अवस्था छ। बेहुला बेहुली देख्न सक्नुहुन्छ। मैडम के छ दाइ ठीक छ नि ससुरालीको खुवाई हैन मरद छ हैन राम्रो बधाई नि। हेलो गाइस अनि हामी चाहिँ ससुरालीबाट भदैको जन्ती भदैनी बुहारी चाहिँ लिम्बुनी हुनुहुन्छ। सो हामी चाहिँ जन्ती पुगेको अवस्था। बेहुलीको घरपट्टि जन्ती गएको हामी चाहिँ बेहुलाको घरबाट। सो यो चाहिँ स्वागत कार्यक्रमहरू भइरहेछ है, तपाईहरु देख्दै हुनुहुन्छ, प्रत्यक्ष रूपमा हेर्दै हुनुहुन्छ। सो गाइजहरु अनि त्यसपछि हामीलाई चाहिँ उतापट्टिबाट स्वागत स्वरूप यहाँनिर उहाँहरुको ट्रेडिसनल अनुसार एकदम खानपिनको व्यवस्थाहरू भइरहेको अवस्था। हामी चाहिँ सम्पूर्ण जन्ती टोली यहाँ स्वागत कार्यक्रममा उपस्थित छौं। यता हेर्नु पर्यो नि छोरीले हे तेरे यो त भ्लगमा आउँछ त युट्युबमा पुरै। ल यस्तो हाम्रो पुरा ससुरालीबाट फेरि जन्तीमा आएको हैन, यो हो नि त नि
बाफरे उहाँ कहाँ हजुर के छ त अनि आइरहेछ त पुरा लाइन पुरै भ्लग आउँछ के भन्नुभयो अनि हाम्रो के हो भदाको पुरा गुनासो छ अरे त नि बाफरे भदाइहरू भयो त बधाई भाइ भाइहरू ठिक छ नाति हजुर दाइ हजुर आज हामी बुहारीको हजुर रमाइलो छ यस्तो चिसो मौसममा पनि राम्रो व्यवस्थित छ होइन एकदम न्यानो न्यानो लागिरहेको छ अहिले त पुरा हो यहाँ गोठभित्र बसेको छ पुरै भित्र छ होइन हजुर धन्यवाद हस् अब यो चाहिँ युट्युब भ्लगमा हाल्नुभयो युट्युबमा आउँछ गाइजहरू हेर्नुहोस् हाम्रो भदाको यता बेहुला हाम्रो भदै राजा यहाँ हुनुहुन्छ एकदम बेहुला राजा बेहुला अब त्यही त भदाइको पनि अनि जन्ती आउनु यहाँ त फुपा भनेको त चान्चुन होइन त होइन रमाइलो छ त पुरै अहिले चाहिँ यहाँ जन्तीलाई स्वागत कार्यक्रम भइरहेछ सो यस्तै छ गाइजलाई ठीक छ भिडियो होइन हौ फोटो यो त पुरा भदाइनीको के अरे छोरीको पुरा ब्लगमा खतरा यो के अरे थम्बनेल नै राख्नुपर्छ क्या यो के अरे छ त भन्नु उहाँ त नाच्नु पर्यो नि छेउछेउमा जानु नि उहाँ त मभन्दा धेरै मेरो हल्का लिमिट त बाहिर हो बोजू त नातिको डान्स फेरि खतरा हजुर नातिको डान्स राम्रै तिमी फुल झै शीतल तिमी सुना झै उजेली छौ सुन भन्दा के चाहिँदा यो भन्दा चाहिने जो जिन्दगानीमा चाहिने जो जिन्दगानीमा चाहिने जो जिन्दगानीमा चाहिने जो जिन्दगानीमा
छापा हाँसियालाई बाला कति हेर्छौ दैले देख्दै जवान भोलि जाला जवान भोलि जाला देखिसक्यो अहिले लजार लुकेर हुन्छ